बालेन्द्र सरकारले निरङ्कुशताका सबै कीर्तिमानहरू तोड्दै गएको छ। सरकार निरङ्कुश बन्दै गइरहेको छ। यो सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैर जिम्मेवारी, तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 5 महिना पनि पुरा हुँदैछ। तर पछिल्लो समय सरकार विरुद्ध भइरहेको आलोचना हेर्ने हो भने लाग्छ कि यो सरकार वर्षौँदेखि विसङ्गति र अव्यवस्थाको जड बनेर बसेको छ। किनकि सत्तारूढ रासोपाकै सांसदहरू अहिले खुलेरै सरकारको आलोचना गर्न थालिसके। सरकार बनेको यति छोटो अवधिमै यो खालको विरोध किन भइरहेको छ त? यसमा समाज दुई भागमा विभाजित छ। एकाथरी मानिस भन्छन् यो विशुद्ध सरकार विरुद्धको मोर्चाबन्दी हो, सरकारलाई काम गर्न नदिने षड्यन्त्र हो। र अर्को थरी मान्छेहरू भन्छन् होइन, सरकार चलाउनेहरू नै अपरिपक्व देखिए, सरकारले हरेक कुरामा हात हाल्ने र त्यसलाई गिजोल्ने काम गरिरहेको छ। आरोप लगाउनेहरूले भने जस्तै सरकारका केही काम अपरिपक्व नै देखिन्छन्। पहिलो हो बालेन्द्र शाहको शैली। प्रधानमन्त्री बालेन्द्र शाह आफूलाई मन लागेको बेला राति राति फेसबुकमा पोस्ट गर्छन् र मन नलाग्दा हप्तौँसम्म चुप बसिदिन्छन्। मन लाग्दा सदनमा जान्छन् र बिना कुनै तयारी बोलिदिन्छन् र मन नलाग्दा बिचमै उठेर हिँडिदिन्छन्। जनताका मुद्दामा बोलिदिनु पर्यो भन्दा पनि उनी टसमस हुँदैनन्। हालैको सुनसरी घटनामा पनि त्यस्तै भयो। चौतर्फी आलोचनापछि मात्र उनले भिडियो सन्देश जारी गरे। यो घटनामा त प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मकै भूमिका प्रभावकारी देखिएन। सदनमा नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिएका बालेनले आफ्नो बोली अझै सच्याएका छैनन्। यही कारण विपक्षीले निरन्तर प्रधानमन्त्रीको विरोध गर्दै आएका छन्। सदनमा नआएपछि सभामुख डिपी अर्यालले रुलिङ नै जारी गर्नु परेको छ। यसको अर्थ प्रधानमन्त्रीले सदनलाई नटेरेको भन्ने ठहर छ। सरकारका अभिव्यक्ति मात्र होइन, काम पनि आलोचित छन्। शीर्ष नेताहरू केपी शर्मा ओली, रमेश लेखक र विष्णु पौडेल लगायतलाई सरकारले पक्राउ गर्यो, तर उनीहरू तुरुन्तै रिहा भए। कम्तीमा पर्याप्त प्रमाण जुटाएर मात्र उनीहरूलाई पक्राउ गरेको भए उनीहरू छुट्ने नै थिएनन्। अर्कोतर्फ बिना कुनै प्रमाण दुःख मात्र दिने नियतका साथ ती नेताहरूलाई पक्राउ गरिएको त होइन भन्ने प्रश्न पनि सरकारमाथि उठेको छ। त्यसका साथै ग्यासको लाइन, सुकुम्बासी हटाउने अभियान, बैंकर्सहरूमाथि गरिएको धरपकड, सीमामा 100 रुपैयाँभन्दा बढीका सामानमा लगाइएको कर र मन्त्रीको जम्मू सल्लाहकार टोलीको कारण पनि यो सरकारमाथिको प्रश्न बढेको छ। त्यतिले नपुगेर नेता तथा सञ्चार गृहका अगाडि गाडी तेर्स्याउने, अख्तियारका पदाधिकारीलाई बन्धक बनाएर निर्णय गर्न लगाउने तथा जेनजी अभियन्ताहरूमाथि धरपकड गर्ने कार्यमा सरकारकै अधिकारी तथा उनीहरूको आसेपासे लागेको आरोप छ। यसबीचमा केही राम्रो कामै नभएका हुन् त? पक्कै पनि होइन। नयाँ सरकार र खास गरी बालेन्द्र शाहको विषयमा विपक्षीले पनि स्वीकार गरेको विषय हो कि नियतमा कुनै पनि शङ्का छैन। नयाँ सरकार आएपछि अनावश्यक उद्घाटन, भाषणबाजी र खादामाला लगभग अन्त्य भएको छ। मन्त्रीमण्डल सानो बनाइएको छ। बिचौलिया प्रवृत्ति अन्त्य गर्ने र शासकीय सुधारमा उल्लेख्य काम भएको छ। त्यसका साथै पुराना उद्योगहरूलाई पुनः सञ्चालन गर्ने र बलियो बनाउने काम भएको छ। सुकुम्बासीहरूलाई धमाधम जग्गा वितरण सुरु गरिएको छ भने सहकारी पीडितले पनि बचत फिर्ता पाउन थालेका छन्। बालेन्द्र शाहको नेतृत्वको सरकारले परम्परागत राजनीतिक अभ्यासभन्दा केही फरक शैली प्रस्तुत गरेको छ। तर हतारमा गरिएका निर्णय, संसदसँगको कमजोर समन्वय तथा कानुनी प्रक्रियामाथि उठेका प्रश्नले सरकारको राजनैतिक परिपक्वतामाथि भने प्रश्न खडा गरेको छ। हो, 5 महिनामै 5 वर्षको जस्तो उपलब्धि खोजेर विपक्षीले गरेको विरोध भने किमार्थ जायज छैन। तर सरकारले कुनै निर्णय गर्नु पूर्व आउन सक्ने सम्भावित विरोधलाई ध्यानमा राख्दै पर्याप्त तयारी गरेर मात्र पाइला चाल्नुपर्छ। तपाईँलाई भने सरकारको यो 5 महिनाको अवधि कस्तो लाग्छ? कमेन्ट गर्न नबिर्सिनुहोला।